Low, lovely shot. What a shot. टिमलाई पकाइन्छ आउनु भएन भने सरासर हामी रोक गरिदिएर अझै किनभने टिम धेरै भएको कारणले गर्दाखेरि हामीले त्यत्रो धेरै होल्ड हरेका मोडल 13 श्रीन्द्रपुर 5 अरे एउटा ठाउँमा अर्को आयो होइन सबिनको ठाउँमा नवीन आयो भने उसले नवीनै भनेर बोलायो भने नवीनै भयो नि त त्यसलाई चिनिँदैन तर उसको आइडेन्टिटी कार्डमा त फोटो हुन्छ होइन उसको नाम हुन्छ त्यसले So hello and namaste and good morning. So welcome back to my YouTube channel. I hope तपाईहरु सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। सो बिहान भइसकेको छ। आज रहेको छ 22 गते हाम्रो श्री इन्द्रपुरमा चाहिँ 2082 फर्स्ट सेफ 40 अन्डर 14 फुटबल च्याम्पियनशिप रहेको छ। सो आज भने चाहिँ हाम्रो ट्राइसिट ड्रनको दिन रहेको छ। सो एकदम माहौल चिसो छ, एकदम गर्मीको माहौल हरिसकेको छ, एकदम चिसोको माहौल आइसकेको छ। सो हजुरहरूकोतिर कस्तो भइरहेछ अनि फेरि पनि वेलकम छ। म तपाईहरुकै सृजन राणा मगर हाम्रो युट्युब च्यानलमा तपाईहरुलाई वेलकम गरे। सो हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्नु होला है। सो म दैनिक यस्तो फुटबलहरुको कन्टेन्ट लिएर आउने गर्दछु र हाम्रो स्कुलमा चाहिँ अहिले अन्डर 14 फुटबल च्याम्पियनशिप हुन गइरहेछ, जुन कि 25 गतेदेखि 28 गतेसम्म गएछ र यो गेममा चाहिँ 17 वटा फुटबल टिमको सहभागी रहनु भएको छ, 17 वटा स्कुलहरुको। सो अभियसली जुन टिम राम्रो हुन्छ उहाँ टिमले नै विजेता हुनुहुन्छ, यो तपाईहरुलाई थाहा नै छ। सो आज भने चाहिँ हाम्रो टाइसिट ड्र गर्ने दिन रहेको छ। सो थम्बनेल हेरेर बुझि नै हाल्नु होला। सो ढिला नगरी लेट्स स्टार्ट द भिडियो। अब हामी यहाँ दोकान जान आइरहेका छौँ अनि यतापट्टि मेरो हेल्पर आउँदै हुनुहुन्छ हैन, टक्कसँग यता हेल्पर हुनुहुन्छ दोकानमा। हेल्पर चढ्नु छिटो। ल राजकुमार राई दाईको पुरा आइरहेको होला ब्लग। ए हेल्पर फेरि कस्तो तरिकाले बस्नुहुन्छ क्या भयो। कस्तो मैला जुत्ता लाएर हिँड्नुहुन्छ हेल्पर। सो अब भने चाहिँ हामी टक्कसँग दोकान लाग्छौँ। हेल्पर र मम्मी चाहिँ उता जानुहुन्छ अरे। सो लेट्स गो है त। फेरि लाग्यो है गाइजहरू दोकानतर्फ। सो अहिले भने चाहिँ हामी यहाँ जाँदैछौँ है, देख्नु सक्नुहुन्छ। अब हामी यहाँबाट सिधै दोकान जान्छौँ। सूर्यमणि गाई भेट तर्सिहाल्छ। सूर्यमणिको घर चाहिँ यहाँ रहेको छ। यता देख्नु सक्नुहुन्छ हाम्रो सूर्यमणिको घर, सूर्यमणिको गाई, सूर्यमणिको बिरालो नै यतै हुन्छ। सूर्यमणिको बिरालो पनि अरू बेला यतै हुन्छ, खोइ आज तर यसो देखिएन। अब त्यही हो, अब 4टासम्म दोकान जाने होइन। अनि त्यसपछि केटाहरूलाई जुत्ता 1-2वटा छानिदिने, अनि त्यसपछि अर्डर गरेका छन्। अनि त्यसपछि हामी सिधा लाग्ने हो घरमा टाइसिट ड्र है त। यस्तो छ है बाटो चाहिँ, बाटो यस्तो छ। रोड बन्न आँटिसक्यो हाम्रो। हाम्रो यता बस्ने ध्यानले घर यहाँ छ है त, घर आउँदैछ अगाडिबाट देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी आइसकेको छौँ यहाँ। अनि यता हाम्रो हेल्पर दिदीले चाहिँ दोकान बढाल्ने काम गर्दै हुनुहुन्छ। एकदम राम्रो हेल्पिङ ह्यान्ड गर्नुहुन्छ उहाँले चाहिँ होइन, एकदम दामी काम गर्नुहुन्छ है। अनि यहाँ केटाहरूको लागि चाहिँ मैले एउटा स्पिकरको जुत्ता, यो शिशिर भाइको लागि चैटसँग यो स्पिकरको जुत्ता देख्न सक्नुहुन्छ। एकदम दामी हुन्छ है यो जुत्ता, स्पिकरको एकदम 4 नम्बर जुत्ता हुन्छ। हजुरहरूलाई पनि चाहेमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ F3 स्पोर्टमा। सो स्पिकरको जुत्ता। अनि अंशले चाहिँ हाइबोर्ड भनेको थियो, उसको हाइबोर्ड यहाँ, पुक्सको हाइबोर्ड कहाँ छ? हाइबोर्ड अस्तिसम्म यहाँ दिएको हल्का धुलो भएछ। पुक्सको हाइबोर्ड ल अंशले भनेको थियो 7 नम्बर। यस्तो ब्लर आयो त्यहाँ बल्ल हाइबोर्ड, पुक्सको हाइबोर्ड जुत्ता। यो पनि राम्रै हुन्छ है, पुक्सको हाइबोर्ड जुत्ता है, बेस्ट चोइस हो। सो अब यो जुत्ता 2टा जुत्ता चाहिँ प्याक गरेर चैटसँग स्कुल जाइन्छ अनि आज कार्यक्रम सफल हुन्छ। सो मैले पहिले पनि भनिरहेको थिएँ, हाम्रो चाहिँ युट्युबमा लाइभ आउनेछौँ हामी। यो फुटबल सेफ च्याम्पियनशिपको चाहिँ नबिर्सिकन हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। भिडियो हेर्न चाहनुहुन्छ भने, लाइभ भिडियो हेर्न चाहनुहुन्छ र केही स्पोर्टको सामग्री चाहिएमा तपाईहरुले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। S3 राणा स्पोर्टमा अल थिङ अभाइलेबल छ। सो है त
25 गतेदेखि 28 गतेसम्म चाहिँ हामीले पहिलो संस्करण 6 अन्डर 14 फुटबल टुर्नामेन्ट खोलौँ न त भन्ने खालको हाम्रो टिममा सल्लाह भयो। अलिकति ग्राउन्डको सदुपयोग पनि गरौँ र हाम्रो विद्यार्थीहरूमा लुकेका जुन प्रतिभाहरू छन्, कतिपय विद्यार्थीहरू बाहिर गएर खेल्न नसक्ने, प्यारेन्ट्सहरूले बाहिर जान नदिने, स्कुलमै मात्रै दिने, धेरै कुराहरू रेस्ट्रिक्सन नभएको कारणले गर्दाखेरि एउटा टुर्नामेन्ट गरौँ र साथसाथै सबै विद्यालयहरूबिच एउटा आत्मीयतालाई पनि बढाउँ भन्ने, एउटा भाइचारा क्रिएट गरौँ भन्ने हेतुको कारणले गर्दाखेरि हामीले यो टुर्नामेन्ट आयोजना गरेको। मैले यहाँ धेरैजनाको नयाँ अनुहार देखेको छु। नयाँ अनुहार देख्दाखेरि अलिकति खुसी पनि लाग्दो रहेछ। नयाँ साथी चिन्न पाउँदा, नयाँ सम्बन्ध बन्न पाउँदा अलिकति खुसी पनि लाग्दो रहेछ। तपाईँहरूले यो हाम्रो स्कुलको पहिलो संस्करणलाई माया गरेर सहभागिता भइदिनु भएकोमा सबैजनालाई भित्रै मनदेखि मेरो व्यक्तिगत तर्फबाट, स्कुलको तर्फबाट धेरै धेरै धन्यवाद। अब म धेरै भूमिका बाँध्दिनँ, फेरि नेपालीहरूको बानी बोल्न थाल्यो भने यो भूमिका बाँध्ने मात्रै कुरा हुन्छ। हाम्रो टाइम जुन छ त्यो टाइम भनेको चाहिँ गेम स्टार्ट हुने टाइम हो। त्यो टाइमभन्दा आधी घन्टा अगाडि तपाईँहरू आइदिनु होला, किनभने हामीसँग 18वटा टिम छ। 4 दिनमा गेम नसकिने भएको कारणले सायदै फाइनल गेम चाहिँ तन्किन्छ होला हाम्रो, होइन। 18वटा गेम सक्नको लागि हामीलाई पनि समस्या हुन्छ र खेलाउने रेफ्रीहरूलाई पनि समस्या हुन्छ। त्यो हुँदाखेरि हामी सबैले चाहिँ अलिकति टाइमको पङ्क्चुअलिटीलाई अलिकति थोरै क्लियर गरिदिउँ। फेरि मनमनै त तपाईँहरूलाई पनि लाग्दो, तैँले पनि 2 बजेदेखि आज टाइ सुट सुरु गर्छु भने एटलिस्ट गरिनुहोस् भन्ने काहीँ लाग्न सक्छ। आजको टाइम भनेको चाहिँ गेम सुरु गर्ने टाइम हो। त्योभन्दा आधी घन्टा अगाडि आएर हजुरहरूले वार्मअप गरिदिनु पर्ने। ठिकै छ, सबै कुराहरू आधी घन्टा अगाडि आएर गरिदिनु होला। हामी गेम सुरु भएको 5 मिनटसम्म टिमलाई पक्रिन्छ। आउनु भएन भने सरासर हामी वक ओभर दिएर अर्को गेमतिर जान्छौँ, किनभने टिम धेरै भएको कारणले गर्दाखेरि हामीले त्यत्रो धेरै होल्ड गऱ्यौँ भने अर्को गेमलाई पनि असर गर्छ। त्यसले अरू दिनलाई पनि असर गर्छ, सँगसँगै विद्यार्थीको पढाइलाई पनि असर गर्ने भएको कारणले गर्दाखेरि समग्रमा सबैलाई समेटेर लिएर जानुपर्छ भन्ने हो। दोस्रो नम्बरमा मजाको कलर चाहिँ सबैको एउटै हो, स्टार्टबाट नहोस्, सिमिलर सक्स है। अब यो स्टकिङ के भन्छ, बाहिरबाट स्टकिङ लाउँदाखेरि त्यत्रो धेरै असर नहोला। सबैजनाको स्टकिङ एउटै देखियो भने चाहिँ गेम बाहिरबाट हेर्दा चाहिँ कति डिसिप्लिन रहेछ भन्ने हुन्छ, एउटा आकर्षण पनि होस् भन्ने हो, आवश्यक छ है। जर्सी पनि टाटेपाटे लाउन पाइएन, त्यो बाहिरबाट त्यो अर्को कभर जस्तो लाएर खेलिन्छ नि, त्यो पनि पाइँदैन। स्कुलको आफ्नो जर्सी अनिवार्य हुन आवश्यक छ। यदि सेम टिम या सेम कलर, एउटै टिममा सेम कलर पर्यो भने चाहिँ त्यसको रेप्लिका बाहिरबाट त्यो कभर लगाउनु पाइयो। तर सुरुमै टिम लिएर आउँदाखेरि चाहिँ जर्सीदेखि बाहिर लगाउनु जुन त्यो आउटर हुन्छ, त्यो आउटर लगाएर चाहिँ खेल्न पाइएन। र तपाईँहरूले सायदै डकुमेन्टेसनको विषयमा सबै कुराहरू हामीले त्यहाँनिर प्रश्न पारिदिएका छौँ। 2068 साल 5 महिना 1 गतेदेखि उताका विद्यार्थीहरू भनेको चाहिँ 1 गतेको विद्यार्थीहरूले खेल्न पायो। एक दिन पनि तलमाथि भयो भने त्यो कुराहरूलाई हामीले कम्प्रोमाइज गर्ने छैनौँ र हुँदैन पनि है। त्यसलाई मैले स्पष्ट पारिदिएको छु। त्यहाँनिर 17-18वटा बुदामा के गर्नुपर्ने, कसो गर्नुपर्ने भन्ने कुराहरूलाई हामीले स्पष्टसँग मेन्सन गरेका छ। त्यो मेन्सन गरेको कुराहरूमा तपाईँहरूले अप टु डेट हुनुपर्ने छ र हुनु पनि पर्छ, पहिलो नम्बर। दोस्रो नम्बर आउँदाखेरि तपाईँहरूले सबै प्रतिनिधिहरूले जन्म दर्ताको ओरिजिनल कपी पनि लिएर आउनु होला है। ओरिजिनल कपी एकदम आवश्यक छ। तपाईँहरूले फोटोकपी लिएर पाइँदैन। त्यो मैले अहिले क्लियरली भनेको छ। पछि तपाईँहरूले भन्नु भएन भनेर उफ्रिन पाउनुहुन्न, होइन। तपाईँहरू 1 फुट उफ्रिनु भयो भने हामीलाई 2 फुट उफ्रिन पनि आउँछ। सबैजनालाई क्षमता दिएकै छ। त्यो हुँदाखेरि के चाहिँ हो भने मैले फेरि पनि प्रश्नाएँ, जन्म दर्ताको फोटोकपीले हुँदैन। जन्म दर्ता फोटोकपी 1 प्रति चाहिन्छ र सँगसँगै ओरिजिनल कपी अनिवार्य छ। यसमा कम्प्रोमाइज हुँदैन, किनभने त्यो कुरा हामीले मेन्सन गरेका छ है। गेमलाई पारदर्शी बनाऊ भन्ने मात्रै हो यो। फेरि कसले जित्छ कसले हार्छसँग त्यो होइन। जुन टिमले राम्रो खेल्छ त्यही टिमले जित्ने हो। त्यो हुँदाखेरि गेमलाई एउटा सिस्टमेटिक तरिकाले अगाडि बढाउँ भन्ने मात्रै हो। र गेमको बिचमा समस्याहरू आइहालेको खण्डमा आउन सक्छ। केटाकेटी बिच राइभलरी होला कसैले, त्यसलाई चाहिँ सबैजनाहरू हामी जो कोचहरू हुन्छौँ, टिम म्यानेजरहरू हुन्छौँ, आफ्नो टिमलाई चाहिँ संयमित बनाउँ, द्वन्द्व हुन दिनु हुँदैन भन्ने कुरा हो। जुनै कुरा पनि समस्या आयो भने बसिसकेपछि त्यसको हल निस्किन्छ। त्यो हल निकाल्नको लागि हामी आयोजक पनि छौँ, सँगसँगै सरहरू, यहाँ अग्रज सरहरू पनि यहाँनिर हुनुहुन्छ।
होइन हामी सबैजना बसिसकेपछि एउटा हल निस्किन्छ। गेमलाई द्वन्द्वतिर लिएर जाने भन्दा पनि एउटा समझदारीमा गएर चाहिँ गेमलाई राम्रो वेमा लिएर जानुपर्छ भन्ने हो। र हामीले स्लटमा 9 वटा हुन्छ र लास्टको 9 नम्बर र 18 नम्बर चाहिँ बाईमा हुन्छ है। मैले अरू तपाईँहरूलाई केही छ सोध्नुपर्ने कुराहरू केही छ भने तपाईँहरूले पाले पालो सोद्धा हुन्छ, छैन भने हामी अब गोला प्रसाद त्यहाँनिर भाइले रेडी गर्दैछ नम्बरले त। यसमा आइडेन्टिटी कार्ड पनि इन्क्लुड गर्दाखेरि राम्रो हुन्छ। ठिक छ, स्कुलको विद्यार्थीको आइडेन्टिटी कार्ड पनि इन्क्लुड गर्यो भने झन् पारदर्शी देखिन्छ। ठिक छ, आइडेन्टिटी कार्ड अनिवार्य गर्दा राम्रो। ल मैले यसमा जोड दिएँ सरले भने स्कुलको आइडेन्टिटी कार्ड, जन्म दर्ता ओरिजिनल। अब त्यो अरू कुरो फर्ममा इएमएस नम्बरहरू सबै लेखिया छ। फोटो अनिवार्य टाल्नुपर्छ है। फेरि फोटो चाहिँ अनिवार्य टाल्नु, कोचको नटाल्दा हुन्छ, म्यानेजरको नटाल्दा हुन्छ, त्यसमा समस्या भएन हामीलाई। तर 15 जना जुन खेल्ने विद्यार्थीहरू हुनुहुन्छ, खेल्ने विद्यार्थीको जन्म दर्तामा भएको डेट अफ बर्थ त्यहाँनिर लेख्नुपर्ने हुन्छ। इएमएस नम्बर स्कुलमा छँदैछ, यहीँबाट पनि हेर्न मिलिहाल्छ। हामीलाई त्यत्रो धेरै समस्या हुँदैन होइन। सबैको इएमएस नम्बरहरू त्यसलाई अनिवार्य त्यहाँ गराइदिनु होला। फोटो टाँसिदिनु होला, प्रिन्सिपलको सिग्नेचर या तल अथराइजेसन कसको सिग्नेचर त्यो गरेर ल्याइदिनु भयो भने हुन्छ। अब भोलि तपाईँलाई के अरे एउटाको ठाउँमा अर्को आयो होइन, सबिनको ठाउँमा नवीन आयो भने उसलाई नवीनै भनेर बोलायो भने नवीनै भयो नि त, त्यसलाई चिनिँदैन। तर उसको आइडेन्टिटी कार्डमा त फोटो हुन्छ होइन, उसको नाम हुन्छ, त्यसले के अरे गरौँ नि त। त्यो पनि एउटा अनिवार्य गर्नुपर्छ, त्यो गर्दाखेरि एकदम फेयर हुन्छ। प्रोटेस्टको केसमा चाहिँ के हुन्छ होइन यस्तो सुन्नु न, प्रोटेस्ट लान सक्छ नि त कसैलाई, त्यहाँ खेल्न जाँदाखेरि हुनसक्छ नि त। यस्तो छ भने त्यो प्रोटेस्ट गर्ने मान्छेले आयोजक टिमले त गरेर आयोजक मिलाउने कुराहरू हुन्छ होइन। आयोजक टिमलाई कति दस्तुर तिरेर त्यो नियम चाहिँ त्यो हुन्छ क्या फुटबलको होइन। त्यो 1000 रुपियाँ तिरेर होइन प्रोटेस्ट हाल्छ, त्यो हामी तपाईँले साइन गर्ने कुरा 1000 रुपियाँ होइन। त्यो चाहिँ क्लियर त्यो चाहिँ भन्दिनँ त, त्यो कुरा आयोजकले प्रोटेस्ट भन्दा त भएन नि त। 1000 रुपियाँ दस्तुर पैसा हाम्रो नियम हुन्छ। त्यसको लागि केही रकम ल महेन्द्रमा अगाडिबाटै सोध्न छ, नानिदिनु यहाँ छ। ल महेन्द्रमा अगाडिको कति 9 नम्बर 22 मा पर्नुपर्छ। गेमै खेल्नु पर्दैन पहिलो 9 नम्बर महेन्द्रमा अगाडि राइजिङ राइजिङ भाइ तिमी 18 नम्बर तान्छौ एकै जना 3 ल आला सर 3 राइजिङ 3 राइजिङ बागस 3 नम्बर 7 आएको छ। ल सर प्याराडाइज प्याराडाइज इटरी 8 ल शिक्षा निकेतन शिक्षा निकेतन प्याराडाइज पहिला म पढेको टोरन्टो प्याराडाइज 10 प्याराडाइज 10 ल सर युनिक एकाडेमी इटरी 18 इन्द्रपुरलाई पर्छ जस्तो 18 पर्छ ल कङ्ग्रेस सरलाई लडाएर सरको पनि बाईमा मैले सेक्रेट हाट त जाने है यो इटरी सेक्रेट हाट 2 सेक्रेट हाट। ल गुरु सुकुनालाई ब्राइट फ्युचर आउनु पर्यो लास्टमा चान्ने हो। ल ब्राइट फ्युचर 15 ब्राइट फ्युचर 15 ल 15 सर मोरम के आउनु गए भाइ जानेहरु साथीहरु लास्टमा चान्ने मोरम ज्ञान गए 6 भन्ने नौ भनेको कसरी मोडल 5 बजा नि फेरि जस्तै तपाईसँग 5 छ बडा के छ एक हो एक हामीसँग एकमा गुरु एक कसरी मोडल भाइ तिमी आएर तामा त श्री सेकेन्डरी यो श्री सेकेन्डरी है मिर्गौलिया सेक्रेट हाटको पनि सेक्रेट हाट है ऊ यो हाम्रो सलकपुरको रेसनल अनि त्यसपछि त्यो हरेचा मोडल पनि 17 यो हरेजा मोडल गए हरेचा मोडल श्री सेकेन्डरी 17 श्री यो हरेजा मोडल है 1 2 3 4 5 6 हरेजा मोडल 13 हरेचा मोडल 13 ल अब सुकुना सुकुना 16 हाम्रो कानेक्सन ल श्रीन्द्रपुर 17 कसको आगे 17 श्रीन्द्रपुर 5
ल कोही बाँकी छ तार्ने रेसनल कसरी पनि बाँकी छ डेल्टा बाँकी छ यो रेसनल है यो 4 हाम्रो अपोनेन्ट हो रेसनल 4 छ डेल्टा 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 11 सर 11 सर लु जेबियर को तान्दिन जेबियर र कस्तुरी है यो जेबियर है यो जेबियर 14 14 जेबियर 14 कस्तुरी को कुन रहेछ 12 कस्तुरी 12 भयो तपाईले फोटो खिच्दा हुन्छ ल अब चाहिँ हाम्रो श्री इन्द्रपुरको भाइस प्रिन्सिपल सरले पेनाल्टी हान्दै हुन्छ ओला रोक्दैछ ट्रायल अरे हो ल अब रेडी ल म सिटी वाला ल भङ्कटाबाट हान्नु बजाऊ ए सक्छ त राजा हो दर्शकहरू कमी छैन ल उता जाऊ है तिमीहरू सबजना केटा हो Low, lovely shot. What a shot.